अचानक लाभा जाने काम परेको कारणले गर्दाखेरि चाहिँ होइन एकदमै बिहान चाहिँ एकदमै ज्यादा पानी परिरहेको थियो र पानी रहिसकेपछि हामी चाहिँ 12-1 बजीतिर चाहिँ घरबाट निस्क्यौँ र अहिले भने चाहिँ हामी लाभा जाने क्रममा बाटोमै छौँ र हेलो गाइज वाट्सएप गुड आफ्टरनुन एभ्रिवान दिस इज मी अजित गुरुङ एन्ड वेलकम ब्याक टु माई च्यानल एज ए ब्लग्स एन्ड इन्टरटेनमेन्ट साथसाथै खोपी गाउँको सेरोफेरो आफ्टर अ लङ टाइम चाहिँ मैले भ्लग बनाउँदैछु त्यो पनि साथीले बनाऊ भन्ने कारणले गर्दा चाहिँ मैले भ्लग बनाइरहेको छु होइन स्टार्ट गरिरहेको छु हामी चाहिँ लाभा जाने क्रममा चाहिँ भर्खर लाभा पनि आइपुगिसकेका छौँ लाभा बजारको अहिले फिलहालको नजाराहरू चाहिँ यस्तो प्रकारको छ हेर्न सक्नुहुन्छ टुरिस्ट चाहिँ एकदमै ज्यादा आइरहेको रहेछ अहिले चाहिँ होइन त्यही बिहान पानी परेर अहिले चाहिँ रोकिरहेको छ दिन एकदमै मजाको क्लियर खुल्ला भइरहेको छ हल्का फगी चाहिँ लागिरहेको छ होइन हेर्न सक्नुहुन्छ लाभा बजार चाहिँ यस्तो प्रकारको रहेछ फिलहालमा चाहिँ अब लाभा चाहिँ एकदमै धेरै वर्ष बाद गएको म चाहिँ होइन हाम्रो सानो सर्वे थियो लाभामा चाहिँ होइन मेरो सर्वे भएको कारणले गर्दाखेरि चाहिँ मैले दाजुलाई भनेर गएको थिएँ दाजु पनि धन्न मैले भन्ने सत्तिकै वचन गयो है अन्त त्यही भएर हामी चाहिँ अहिले चाहिँ लाभामा आइपुग्यौँ खाजासाजा खायौँ बसिरहेको छौँ होइन अब काम अलिकति तल गएर चाहिँ काम गर्नुपर्ने छ म चाहिँ दाजु यहीँ बस्दै गर्छ होइन र एकछिन तपाईँहरूलाई के कस्तो रहेछ भने चाहिँ लाभाको हल्का नजाराहरू देखाइदिएको फिलहालको नजारा चाहिँ लाभामा यस्तो रहेछ होइन हेर्न सक्नुहुन्छ टुरिस्ट चाहिँ एकदमै ज्यादा भिड छ एकदमै ज्यादा भिड के भन्ने अब तपाईँहरूलाई होइन र यसो भन्दै तपाईँहरूले भिडियोलाई अन्तसम्म हेरेर के कस्तो लाग्छ प्रतिक्रिया छोड्नु होला भनेर भन्न चाहे म चाहिँ आजकल चाहिँ भिडियो गर्नु चाहिँ एकदमै ज्यादा अल्छी लाग्छ साथीहरू किन होइन मलाई भिडियो एडिट गर्नु पुरा अल्छी लाग्छ त्यही माथि आजकल अलिकति बिजी पनि हुन्छु त्यही भएर चाहिँ म चाहिँ भिडियो गर्नु अलिकति अल्छी लाग्छ आज पनि साथीहरूले बनाऊ भन्दाखेरि जस्ट मैले भिडियो गरेको त्यो पनि एडिट गर्छु गर्दिनँ होइन सोचिरहेको छु हेर्दै जाउँ अब चाहिँ फर्किन आँटेको होइन दाजुसँग लाभामा चाहिँ पानी पर्नु आँटेको पुरा धुम्म भयो हो यस्तो धुम्म लागिरहेछ राम्रै छ तर आज टाइम चाहिँ पुरा लाग्छ घर पुग्नु अघि बिहान चाहिँ पुरा पानी परिरहेको थियो अहिले चाहिँ उग्रेर अलिक राम्रै छ यतिको चाहिँ वेदर आजको चाहिँ यहाँ छ बर्खाको दिनमा पनि नि राम्रै छ ल अब मैले हेलमेट हेलमेट लगाएर स्टार्ट गरौँ लाग्दैन प्याने ल ल प्याने हो अब लागौँ हो अल द बेस्ट लाभालाई काम भयो अब भने चाहिँ लाग्यो हामी लाभाबाट पनि जानु पर्यो होला जान म अलिकति नसकिने रहेछ कि फर्क्यौँ ल भूमि होइन ल बस्नु नसक्ने रहेछ एक रातको 4000 भन्दैछ गाह्रो पऱ्यो बस्नु फर्क्यौँ लोकल हो कि तर टुरिस्ट सम्झिदियो 4000 एक रातको त्यही भएर फर्क्यौँ अब आई लभ लाभाबाट चाहिँ अब हामी हिँडेको है साथी हो यहाँ लेखेको रहेछ त भाइ त्यही त अहिले भने चाहिँ लामाहट्टाको सेकेन्ड जेरेक्स ठाउँमा आइपुगेँ अनि यहाँ कि यहाँ माथि कि हिँड न होला नि सब जाँदैछ त म जाँदैछ त हिँड न हेर्नु सक्नुहुन्छ ए लामाहट्टा सेम रहेछ जग्गा चाहिँ लाभा है तर चाहिँ लामाहट्टा होइन साथी हाँकी आमा त भन्न थाल्यो कि लामाहट्टा भिड लामा एकदमै भिड जग्गा पनि राम्रै रहेछ नि त है एमान अब टुप्पा देखाएको छ नि त फेदहरू मात्रै अब हामीलाई चाहिँ यति मनपर्छ टुरिस्टहरूलाई कति मनपर्छ होला यो ठाउँ हुनु त दाजु माथि माथि के रहेछ हेर्न जाउँ पुरा बदेलहरू पनि छ हेरौँ होइन वास्तवमा हाम्रै जग्गा हो यो हो कि होइन भन त नि भन्दा पैसा खाइदियो 40 रुपियाँ नि 40 रुपियाँ माग्दै थियो तिमीलाई 40 मागेको थियो नि टिकट कसले हामीलाई चाहिँ के टुरिस्ट जस्तो लाग्यो क्या हो फरेस्टको मान्छे हुन्छ तर फरेस्टको त दामी चाहिँ दामी यतिको चाहिँ नि रुखमा डोको पनि झन्डिरहेको छौँ यहाँ 10 मिनट है
दामी 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 होइन मजाले छिपेको छ नि कहाँ गएको हामी चाहिँ उकालै घिउ घिउ कि भ्यू पक्का कन्फर्म कन्फर्म कञ्चनजङ्घा पक्का देख्छ ए 40 रुपियाँ झन् सकिँदैन सुविधा ए हामी डाँडा आइपुगेछ फिलहाल कञ्चनजङ्घा देख्छ कि खासमा चाहिँ यहाँबाट पारि चाहिँ कञ्चनजङ्घा कालिम्पोङ देख्छ तर आज चाहिँ फगी लागेर केही देखेको छैन हेर्न सक्नुहुन्छ मिनी ब्रिज यता छ सोम्पे जग्गा चाहिँ ओके हो कि ओके हो है अलिकति फकिले ए आज यो चाहिँ लामाहट्टाकै सेम जग्गा रहेछ टुरिस्ट एकदमै भिड एकदमै ज्यादा छ टुरिस्ट ओ डिलतिर नि यसो उन्नपट्टि नि लाभा सेल्फी भ्यू पोइन्ट त्यहीँ थाम्ला के त किन धाम्न बाक्काल भयो त्यत्रो यत्रो बाक्काल ठोकिरहेछ लामाहट्टाको चाहिँ जेरक्स छ है जेरक्स किन भिडियो गरिहाल्छु नि आई लभ लाभा ल भिडियो गरिहाल्छु दुईजना त हाम्रो गाउँले रहेछ आई लभ लाभा यहाँबाट ब्रेक अब भने चाहिँ निस्केको है हामी एक्जिट भएको बाई बाई लु गएको यहाँको घर पानी पर्नु आँट्यो नि पानी पनि आँट्यो बासमा चल्ने लाग्दैको अब चाहिँ बासमा ल त साथी हो अहिले भने चाहिँ अब हामी घरतर्फ लागिसकेका छौँ किनकि घर एकदमै टाढो हो 2-2.5 घन्टा त हामीलाई घर पुग्न लाग्छ त्यसै कारणले गर्दाखेरि चाहिँ आज हामी घर लाग्यौँ र आज दिनभरिको भिडियो मैले जति सक्दो चाहिँ है अब अल्छी लाग्दै भए पनि भिडियो गरेको छु र तपाईँहरू समक्षमा प्रस्तुत गरेको छु कस्तो लाग्छ लाइक सेयर कमेन्ट अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र खोपीगाउँको सेयर पेजमा फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला भन्दै आजले चाहिँ यति नै है हवस् त बाई बाई सी यू नेक्स्ट भ्लग है त साथी ओके बाई बाई